हेलो साथीहरू, गुड आफ्टरनुन सबैजनालाई है। मैले जहिले पनि भिडियो अपडेट गर्दा चाहिँ गुड आफ्टरनुन या गुड इभिनिङ मात्रै हुन्छ, किनभने मैले बिहान भिडियो हाल्नु सक्दिनँ नि त नानीले गर्दाखेरि। आज चाहिँ म तपाईँहरूलाई बिफको मोमोको रेसिपी लिएर आइरहेको छु साथीहरू। के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस् ल। अन्त फर्स्टमा चाहिँ मैले आँटा गुनेँ है। अन्त आँटा गुनेर चाहिँ एकछिन राख्यो भने चाहिँ राम्रो हुन्छ नि त। त्यहाँदेखि चाहिँ मैले प्याज छिल्दैछु है, आधा केजी जतिको बनाएको। अन्त छिलेर रेडी भयो है। यता डो पनि रेडी भयो। अन्त किमा हो। अन्त म प्याज चाहिँ ग्रेट गर्न थालेँ। यसमा चाहिँ एकदमै दामी हुँदा चाहिँ ग्रेट गर्दा चाहिँ साथीहरू मैले अनलाइन मगाएको थिएँ कि। अन्त तर सानो आयो, तर दुईपल्ट गर्नु पऱ्यो नि त। के हेर्नुहोस् न, मेरो प्याज काट्दाखेरि मेरो फेस कस्तो भइरहेछ। अन्त सबलाई प्याज काट्दा त है आँसु आउँछ। अन्त मलाई पनि कस्तो भइरहेको छ त्यतिखेर है। त्यहाँबाट मसिनो काटेर हाल्नु पर्दो रहेछ, तर एकदमै मिहिन हुँदो रहेछ यसमा चाहिँ कि। अन्त सानो आएर चाहिँ दुईपल्ट गर्नु पऱ्यो नि त। अन्त तर किमा चाहिँ एकदम बेसी हुन्छ। यसको धागो चाहिँ अलिकति अन्त मेरो किमा पनि रेडी भयो है। यसमा चाहिँ म लसुनको पत्ता अलिकति, हर्दी अन्त अजिनाको हालेँ है। त्यहाँदेखि धनियाँ पनि हल्का काटेर हालेँ। अनि त्यहाँदेखि चाहिँ नुन पनि हालेँ। त्यहाँबाट चाहिँ मैले अलिकति मिसाउँथेँ, खराएर हालेँ। त्यहाँदेखि चाहिँ मैले मोल्नु थालेँ। अनि फाइनली मेरो किमा रेडी भयो है। अब चाहिँ म बनाउनु स्टार्ट गर्छु। अब डोलाई चाहिँ म डल्ला बनाउँछु। अन्त पहिला म डल्ला सबै बनाउँछु नि त। अब एक्लै छु नि त। अन्त निनीलाई बोलाएको थिएँ, एकछिन आउनुहुन्छ होला है। तर अन्त मैले एक्लैले बनाउनु चाहिँ। अन्त पहिला डल्ला काटेर थाक बनाएँ। त्यहाँदेखि चाहिँ बेल्छु, बेलेर चाहिँ थाक बनाउँछु। अब एक्लैमा त त्यस्तै गर्नु पऱ्यो नि त। त्यहाँदेखि फाइनली मैले बेलेर रेडी बनाएँ है। अब चाहिँ बनाउनु स्टार्ट गर्छु। त्यहाँदेखि मलाई चाहिँ किचनको कामहरू गर्दा चाहिँ मलाई एक्लै नै मनपर्छ बनाउनु, खाना बनाउनु। जस्तै अब हुन्छ नि, एक्लै नै मजा लाग्छ क्या। अनि त्यहाँदेखि चाहिँ मैले छ्याङ पनि खाऊँ ल भने चाहिँ छ्याङ पनि एक म खानुको लागि छानेँ है। वेदर पनि एकदमै ठन्डा भइरहेको छ नि त। अन्त मोमोसँग त पिता लाग्छ नि त। मोमो खाएपछि चाहिँ मसला गरेर चाहिँ मैले छान्नु थालेँ तातो पानीले है। साथै मैले चाहिँ देब्रे हातले छान्छु कि मेरो देब्रे हात चल्छ नि त। अन्त ब्यागमा हल्का साउन्ड आउँदैछ साथीहरू। त्यति नानी खेलाइदिँदैछ नि त, हेरिदिँदैछ। फाइनली मोमो पनि रेडी भयो। अन्त यता है धनियाँको अचार पनि रेडी भयो। अनि त्यहाँदेखि चाहिँ छ्याङ पनि हेर्नुहोस् ल, कस्तो मजाले भयो साथीहरू। हुन्छ भनेर मात्रै चाहिँ नसोच्नुहोस् ल। अब त्यसमा चाहिँ अलिकति मोमोसँग मात्रै खाएको। अन्त सबलाई मैले प्लेटमा हालेँ है। त्यहाँदेखि चाहिँ डाइनिङ टेबलमा बसेर खानु थाल्यौँ हामी है। के कस्तो लाग्छ तपाईँलाई लाइक कमेन्ट सेयर गर्नुहोस्।